हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो ससुरा बाबाको श्राद्ध छ साथीहरू। अनि यो श्राद्धमा चाहिँ दुईजना दाजुभाइ मिलेर श्राद्ध गरिदिनुहुन्छ। त्यो फर्स्ट टाइम होला क्या दाजुभाइ मिलेर श्राद्ध गर्न पाउनु भएको। अनि यता चाहिँ दिदीहरू आएर बसिसक्नु भएको छ। दिदी चाहिँ अघिल्लो दिनै आउनु भएको थियो। ज्वाइँ र दाईहरू चाहिँ आज आउनुभएको हो। भान्जा दाई उहाँ चाहिँ ज्वाइन हुन्छ। अनि यता नानीहरू चाहिँ मम्मी नजिकै गएर बस्नुभएको छ साथीहरू। पानी परेको गएको छ, 2-3 दिन भयो करिब पानी परिरहेको। यति झ्याउ गरिरहेको थियो नि पानीले, जताततै हिलो। अब पानी नपरे पनि नहुने, परे पनि दिक्क लाग्ने। हामी चाहिँ उता प्रसाद बनाउँदै थियौँ। अनि यता पिण्ड पूजा गर्ने मलाई भयो आऊ है भन्नुभयो र अनि म जेठा दिदी भएर यता मम्मी भएर चाहिँ पिण्ड पूजा गर्न आयौँ साथीहरू। अनि त्यसपछि यता हाम्रो फेरि दाजुभाइसँगै हुनुहुन्थेन नि त। दाई बाहिर भयो, भाइ घर, भाइ बाहिर भयो, दाई घर हुनुहुन्थ्यो। त्यही भएको भएर अहिले चाहिँ फर्स्ट टाइम यसरी दाजुभाइ मिलेर श्राद्ध गर्न पाउनुभयो। अनि मैले चाहिँ खासै प्रसाद, हामी चाहिँ खासै प्रसाद बनाउनु पाइएन क्या साथीहरू। अनि फेरि यो सबैजना बिरामी बिरामी सादै खाना खाने भनेर हामी चाहिँ अचार र रोटी, अनि त्यसपछि अनि यो मासको दाल त फेरि सानसानमा हामीले है हजुरबा हजुरआमाको श्राद्धमा चाहिँ यो मासको दाल र घिउ हालेको भात भनेपछि एकदमै मनपर्ने, हुरुक्कै हुने। अहिले चाहिँ आफैले बनाउनु परेको छ। मासको दाल भन्ने बित्तिकै श्राद्धै सम्झिन मन लाग्छ ऐपछि पनि। अनि यता बोडी र आलुको तरकारी बनाएँ। अनि मैले केरा र मटर, अनि त्यसपछि आलुको अचार बनाएँ होइन। अनि यता खाना फेरि सबै जस्तो सुकै बिरामीलाई पनि ठिक हुने सादा खाना भनेर हामीले चाहिँ सबैको लागि मध्यनजर राखेर खाना बनायौँ साथीहरू। चिल्लो चाखु बनाएनौँ। अनि यता भान्जा भान्जी फेरि कति ह्याप्पी यो मामा घर भनेपछि मामा गटमा खेल्ने। अनि के साथीहरू आज मेरो बाबाको चाहिँ चतुर्दशी तिथि हो नि त श्राद्ध। अनि त्यसपछि चतुर्दशी भनेर आएका पाहुनाहरू पनि बस्न मान्नु भएन। अनि दिदीहरू पनि भिनाजु नानीहरू सबैजना जाने भनिरहनु भएको थियो। यही बेलामा ठ्याक्क पानी पनि बिसेक भइरहेको थियो। अनि त्यसपछि अनि अब ओवानमै हिँडिहालौँ न त भनेर अनि दाइले चाहिँ फेरि उहाँ अटोमा पुऱ्याइदिन्छु, खैरिनसम्म निकालिदिन्छु मैले सबैजनालाई भनेर अनि पुऱ्याउनु जानुभयो साथीहरू। अनि अर्को थोरै पाहुना हाम्रो आउँदै हुनुहुन्छ। अनि ज्वाइँ नानीहरू सबैजना जानुभयो। अहिलेको लागि यति नै।